राधे राधे दर्शकबिन नमस्कार। दर्शकबिन प्रस्तुत छ आजको राशिफल। आज मिति विक्रम सम्वत 2082 साल अषाढ 16 गते सोमबारको दिन आज, तदनुसार अङ्ग्रेजी 30 जुन 2025। आज अषाढ शुक्ल पक्ष पञ्चमी तिथि बिहान 9:47 बजेसम्मको लागि, त्यसपछि षष्ठी तिथिको प्रारम्भ। आउनुहोस् ढिला नगरी आजको राशिफलको तर्फ अघि बढौँ। राशि चक्रको पहिलो राशि मेष राशि। आज नयाँ कामको थालनी गर्नु उचित हुने छैन। तपाईको विचार मानिसहरूको लागि धेरै उपयोगी हुनेछ आज। तर अझै पनि मातहतका कर्मचारीहरू तपाईको विरुद्धमा हुन सक्छन् आज। इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गर्दा सावधान रहनुहोला। पैसाको लेनदेनमा सावधानी अपनाउनु उचित हुनेछ। वृष राशि। आज दाम्पत्य सम्बन्धमा ताजगी आउनेछ। नयाँ कार्यको लागि उत्साहको भावना बढ्नेछ। सरकारी जागिर गर्नेहरूको लागि दिन धेरै राम्रो रहनेछ आज। आभूषणमा पैसा खर्च गर्न सकिनेछ आज। आज एकैपटक धेरै काम गर्ने प्रयास नगर्नुहोला। कार्यस्थलमा केही नचाहिने व्यक्तिहरूसँगको सामना गर्नुपर्ने हुन सक्छ आज। मिथुन राशि। आज व्यापार व्यवसायमा सुधारको सम्भावना रहेको छ। परिवारमा सुख शान्तिको वातावरण रहनेछ। पुराना विवाद फेरि दोहोरिन सक्छ आज। धार्मिक स्थलको भ्रमण गर्न सकिनेछ। सासु ससुराबाट शुभ समाचार प्राप्त हुनेछ आज। कार्यस्थलमा लापरवाही नगर्नुहोला। कर्कट राशि। आज परिवारका सदस्यहरूले तपाईँप्रति गर्व महसुस गर्नेछन्। व्यापार व्यवसायमा सावधानी अपनाउनु राम्रो हुनेछ आज। तपाईँले विचाराधीन पैसा प्राप्त गर्न सक्नुहुनेछ आज। गहिरो आध्यात्मिक विषयहरू अध्ययन गर्न सक्नुहुनेछ आज। उच्च अधिकारीको असन्तुष्टिको सामना गर्नुपर्नेछ आज। सिंह राशि। आज केही महत्त्वपूर्ण काम अलपत्र पर्न सक्छ। अल्छी हुनुबाट बच्नुहोला। दिन सङ्घर्षले भरिपूर्ण हुन सक्छ आज। जीवनसाथीसँगको विश्वासमा कमी आउनेछ। प्रियजनहरूको सल्लाहलाई गम्भीरतापूर्वक विचार गर्नुहोला। मौसम परिवर्तनका कारण टाउको दुख्ने जस्ता समस्या हुन सक्छ आज। कन्या राशि। आज थोरै मेहनतले तपाईँको काम सफल हुनेछ। तपाईँको दैनिक आम्दानी बढ्नेछ। रोजगारी भएका व्यक्तिले उच्च पद प्राप्त गर्न सक्नेछन् आज। अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने दिन शुभ रहेको छ आज। आज अहङ्कार देखाउनु हुँदैन। तपाईँले विगत धेरै वर्षदेखि गर्न नसकेको काम आज पुरा गर्न सकिनेछ। तुला राशि। आज तपाईँले जीवनप्रतिको आफ्नो दृष्टिकोणमा केही परिवर्तन ल्याउन सक्नुहुनेछ। जीवनसाथीसँगको समन्वय निकै राम्रो रहनेछ। आमा बाबुसँग राम्रो व्यवहार गर्नुहोला। प्रेम सम्बन्धले पारिवारिक अनुमोदन पाउन सक्छ आज। करियरमा राम्रो अवसर मिल्न सक्छ आज। वृश्चिक राशि। आज साथीभाइसँग राम्रो समय बिताउन मन लाग्नेछ। प्रतिस्पर्धात्मक परीक्षामा शुभ नतिजा आउने सम्भावना रहेको छ आज। तपाईको निर्णयबाट परिवारका सदस्यहरू धेरै खुसी हुनेछन् आज। कार्यक्षेत्रमा भएका काम समयमै पुरा हुनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ आज। धनुराशि। आज तपाईँको कार्यशैलीमा सुधार आउन सक्छ। बिना कारण यात्रा गर्नुपर्ने हुन सक्छ आज। घरमा अचानक पाहुनाको आगमन हुन सक्छ। श्रीमान श्रीमती बीच विवाद हुने सम्भावना बनिरहेको छ। कानुनी मामिलामा लापरवाही नगर्नुहोला आज। व्यापारमा सोचेभन्दा राम्रो नतिजा मिल्ने सम्भावना रहेको छ। मकर राशि। आज परिवारमा अविवाहित सदस्यको विवाहको बारेमा छलफल हुन सक्छ। प्रभावशाली व्यक्तिहरूसँगको भेटघाट राम्रो रहनेछ आज। शान्तिपूर्ण रूपमा समस्याहरू समाधान गर्ने प्रयास गर्नुहोला आज। आफ्नो समयको सदुपयोग गर्न निश्चित हुनुहोस्। कुम्भ राशि। आज तपाईँले नयाँ सम्पत्ति खरिद गर्न विचार गर्न सक्नुहुन्छ। अहिलेको परिस्थिति अनुसार रणनीति परिवर्तन गर्नुपर्ने हुन सक्छ। आफ्नो कामको गुणस्तर बढाउने प्रयास गर्नुहोला। विपक्षीहरूले तपाईँको विरुद्धमा षड्यन्त्र गर्न सक्छन् आज। कार्यस्थलमा तनाव बढ्न सक्छ आज। मीन राशि। आज तपाईँको कुनै पनि इच्छा पूरा हुन सक्छ। यदि तपाईँ कुनै पनि समस्याबाट चिन्तित हुनुहुन्छ भने तपाईँले यसको समाधान पाउन सक्नुहुन्छ आज। धेरै गर्नुहोस् र काम पुरा गर्नुहोस्। छोराछोरीलाई उचित मार्गदर्शन दिने प्रयास गर्नुहोला। आफ्नो काममा सफलता अवश्य मिल्नेछ आज। आजको राशिफल यतिमै सकियो। आशा गर्दछु यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने जति सक्नुहुन्छ भिडियोमा लाइक कमेन्ट सेयर अवश्य गरिदिनुहोला। र हजुरहरू कुन ठाउँबाट मेरो यस भिडियोलाई हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर टक्क लेख्न नबिर्सिनुहोला। हरे कृष्ण राधे राधे। आजको दिन हजुरहरू सबैजनाको लागि शुभ र मङ्गलमय रहोस्। हरे कृष्ण राधे राधे।